ल जय घन्टी जिताउनु हजुरले सबैको मन जित्नु है ल जित्छु भर्खर जस्तै मारि पनि सबैको मन जित्छु भारतको जस्तै गर्नु पर्यो हजुरले पनि भयो भरको जे जति छ पत्रकार युट्युबर टिकटकर जेसुकै भन्नुहोस् सबै केपी ओली र बालेन शाहकै पछाडि लागेछ। बालेन शाहकै क्षेत्रमा कस्तो भुइँचालो छ भने बालेन शाहकै निर्वाचन क्षेत्रमा जाने सबै अपडेट त्यही गर्ने। तर यस बिचमा चाहिँ एउटा रोमाञ्चक क्षेत्र पनि छ, त्यो धेरैलाई अहिले थाहा पनि छैन। त्यो हो चितवन क्षेत्र नम्बर 3 जुन कि सोभिता गौतम र रेणु दाहालको एकदमै घम्साघम्सी चलिरहेछ त्यहाँ। तर त्यहाँ पत्रकार भन्नु, युट्युबर भन्नु अथवा टिकटकरहरू भन्नु सायदै कोही मात्र त्यहाँ गइराख्नु भएको छ। सबैजना यता झापातिरै केन्द्रित भइराख्नु भएको छ। त्यस्तो चाहिँ नहोस्, त्यहाँको माहौल पनि हेराइदिनु पर्यो। किनभने त्यहाँ पनि माहौल कम छ भने त्यो पनि भन्न सकिँदैन। एकदमै त्यहाँको माहौल झन् तातिसकेछ। एकातिर रेणु दाहाल, अर्कोतिर सोभिता गौतम। अब तपाईहरू भन्नुहुन्छ भने यो दुईटामा छान्ने चाहिँ कसलाई, त म चाहिँ तपाईहरूलाई नै सोध्न चाहन्छु, यो दुईटा मध्येमा तपाईहरूको भोट कसलाई भोट दिँदा एकदमै राम्रो हुन्छ त्यो चाहिँ कमेन्टमा लेख्नु होला। किनभने यो अहिले म कसैको समर्थकमा र कसैको विरोधमा यो भिडियो बनाएको होइन। त्यही भएर तपाईहरूकै मार्फत सोध्न चाहन्छु र भन्न चाहन्छु कि भोट कसलाई दिएकोमा एकदमै राम्रो हुन्छ र कसलाई नदिएकोमा राम्रो हुन्छ त्यो तपाईहरूकै भरमा गयो। किनभने उहाँहरू दुईजना पनि एकदमै खराब पोलिटिकको हो त्यो पनि मैले भन्न सकिँदैन। किनभने उहाँहरू पनि एकजना एकदमै राम्रो विकास गरेको त र अर्कोजना संसद भवनमा पनि एकदमै कानुनको, उहाँलाई एउटा विज्ञ नै भन्छु, कानुन सम्बन्धी यति पटक उहाँले आवाज उठाउनु भएको संसद भवनमा त्यो पनि बिर्सनु हुँदैन। र रेणु दाहालले जुन विकास चितवनमा गरेको मेयर हुँदाखेरिको त्यो पनि बिर्सनु हुँदैन। त्यही भएर कसलाई भोट दिने तपाईहरू चाहिँ एकपल्ट अवश्य कमेन्ट गर्नुहोला। र यो यति भन्दै गर्दाखेरि मलाई पनि दही चुरे झोले चाहिँ नभनिदिनु होला। म समर्थक त तपाईहरूलाई पनि थाहा भएकै कुरो हो कि म कसको समर्थक हो र कसलाई समर्थक गरिराखेको छु। त्यही भएर हस्त साथीहरू तपाईहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला। र भिडियो राम्रो लागेकोमा भिडियोलाई पनि लाइक गरिदिनु होला। च्यानलमा नयाँ आउनु भएको छ भने च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। हस्त।